ल गाइस म महेन्द्रनगर पुगिसक्यौं। अहिले 7 बजे। यो बस पार्क महेन्द्रनगर बस पार्क यता छ। म चाहिँ छतमा छु ल गाइस। म छु यता, म छतमा छु। यता यो बस पार्क महेन्द्रनगरको बजारको बस पार्क। उता बस पार्क अनि बस धेरै जसो बस उता लाग्या जस्तो देखिन्छ। यता छ है गाइस, हेर्नु होला। म भिडियो बनाउँछु। अहिले म होटलको छतमा छु। यता म बस्ने होटल सुदूर रोयल होटल बिन्दास होटल भन्ने होटलमा छौँ। अनि होला सायद मैले होटलको नाम खासै हेरेन गाइस, सरी त्यसको लागि। त्यस्तै जस्तो लागेको थियो। अनि मैले बिर्सेर अहिले खासै पुरा हेर्न पाएन गाइस, त्यही भएर त्यसको लागि सरी। होइन म अहिले यता महेन्द्रनगर होटल अब हेर्छु के रहेछ, पछि भन्छु अर्को भिडियोमा। म यो अहिले महेन्द्रनगरको बस पार्कनिर बसेको छु। यता बस पार्क छ। आज म घर जाँदैछु। हिजो आएको थिएँ म, पुस 15 गते मै बाटो लागेको। आज म पुस 16 गते म यहाँ महेन्द्रनगर पुगेको छु आज बिहान। अनि म आज पुस 16 गते बासा बेलुका 3 बजेको टिकट छ बस महाकाली बस भन्ने बर्माको। आज म घर जाँदैछु। शुभ यात्रा सफल होस् भन्ने मेरो इच्छा चाहना छ। सबैले भन्नु होला कस्तो लाग्छ। शुभ मलाई ह्याप्पी जर्नी भन्नु होला। ह्याप्पी जर्नी दिनु बधाई दिनु हुन सक्नुहुन्छ। किनभने म आज गाउँ जाँदैछु। म यस्तो भिडियोहरूमा बनाउँदै रहन्छु होइन। साथ सपोर्ट गर्नु होला। राम्रो लाग्योमा लाइक कमेन्ट गर्नु होला। कमेन्टमा आएर भन्नु होला कस्तो लाग्यो तिमीलाई होइन। केही कुरामा कमी छ भने म सुधार्न सक्छु। अब किनभनेपछि म आज स्टार्टिङमा 10-15 दिन भएको छ मैले यो युट्युब च्यानल खोलेको। युट्युब च्यानल छ मेरो कपिल डडाल 1 2 3 र मैले युट्युब च्यानल खोलेको 10-15 दिन भएको छ। त्यति अब जानकारी मलाई नि छैन। त्यही भएर मैले अब स्टार्टिङमा सिकिरहेको छु भन्नु पर्यो। त्यति गर्दा नि अब अलिकति यसो भिडियो बनाऊँ भनेको सोचेको हजुर होइन। साथीभाइहरू सबैले हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो लाइक कमेन्ट गरेर कमेन्टमा आएर भन्नु होला यस्तो लाग्यो भन्नु होला। म भन्छु ल हजुर। लाइक कमेन्ट गर्नु होला, सेयर गर्नु होला राम्रो लाग्योमा। हस् धन्यवाद ल हजुर।